नमस्ते। ट्रेडिङमा घाटा हुनु हेर्नुहोस् एकदमै सामान्य कुरा हो, तर त्यो घाटापछि लिइने एउटै निर्णयले पुरै यात्राको दिशा नै बदल्न सक्छ। हो, आज हामी त्यही भावनात्मक लडाईँको कुरा गर्दैछौँ जहाँ दिमागमाथि रिस हावी हुन्छ, जसलाई भनिन्छ रिभेन्ज ट्रेडिङ। आउनुहोस् यो खतरनाक पासोलाई अझ नजिकबाट निहालौँ। ल, मानिलिउँ एउटा ट्रेडमा घाटा भयो, अब के गर्ने? प्रश्न सुन्दा त सामान्य लाग्छ, होइन त? तर यसको जवाफले नै एक अनुशासित ट्रेडर र एक भावनात्मक जुवाडी बीचको त्यो पातलो रेखा कोर्दिन्छ। अब यहाँनिर दुईवटा बाटा देखिन्छन्। एउटा बाटो शान्त भएर आफ्नो प्लानमा टिकिरहने, अनि अर्को बाटो यो घाटा त आजै अहिले उठाउनै पर्छ भन्ने आवेगमा आएर अर्को ट्रेडमा हाम फाल्ने हो। यही दोस्रो बाटो हो जसले रिभेन्ज ट्रेडिङ भन्ने अँध्यारो सुरुङतिर धकेल्छ। त्यसो भए यो रिभेन्ज ट्रेडिङ भनेको आखिर के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा यो पैसा कमाउनको लागि गरिने ट्रेडिङ नै होइन। यो त घाटा खाएपछि रिस्कको झोकमा बजारसँग बदला लिने एउटा प्रयास हो। यहाँ उद्देश्य नाफा होइन, बजारलाई मैले तँलाई जिते भनेर देखाउनु हो, मानव बजार कुनै व्यक्ति हो जसले धोका दियो। यो बेला ट्रेडरको दिमागमा के चल्छ थाहा छ? जबसम्म यो घाटा उड्दैन म स्क्रिन छोड्दिन। हेर्नुहोस्, यो कुनै ट्रेडिङको रणनीति होइन, यो त बजार विरुद्धको एउटा भावनात्मक युद्धको घोषणा हो। र यस्तो युद्धको परिणाम के हुन्छ? थप क्षति, अरू केही होइन। एउटा सानो उदाहरण हेरौँ न, यो कसरी हुन्छ भनेर। ल मानौ कुनै ट्रेडरले 5,000 रुपियाँ गुमायो। उसको दिमागमा पहिलो सोच के आउँछ? थत्तेरी, बजारले मलाई ठग्यो। बस त्यही रिस्कको झोकमा के हुन्छ? पोजिसन साइज सिधै डबल। स्टप लस त्यसलाई त हटाइदिन्छ, किनकि त्यो त डरपोकको लागि हो जस्तो लाग्न थाल्छ। अनि कुनै कन्फर्मेसन बिना नै सिधै अर्को ट्रेडमा हाम फाल्छ। हो, यहीँबाट सुरु हुन्छ रिभेन्ज ट्रेडिङको त्यो विनाशकारी यात्रा। तर प्रश्न उठ्छ, यो व्यवहार आखिर यति धेरै खतरनाक किन छ त? एउटा सानो घाटाले कसरी पुरै ट्रेडिङ अकाउन्ट नै सिध्याउन सक्छ? यसका तीनवटा मुख्य खतराहरू छन्। पहिलो, इमोसनल कन्ट्रोल पुरै जान्छ। दिमागले काम गर्न छोड्छ, डर, रिस र अहङ्कारले निर्णय लिन थाल्छ। दोस्रो, रिस्क म्यानेजमेन्ट त शून्य भइहाल्छ। स्टप लसका नियमहरू मतलबै हुँदैन, पैसा जोगाउने कुरा दिमागबाटै हट्छ। र तेस्रो, जुन सबैभन्दा खतरनाक छ, एउटा सानो घाटा बढ्दै गएर यस्तो विशाल बन्छ कि त्यसले पुरै अकाउन्ट नै स्वाहा पार्न सक्छ। हेर्नुहोस्, गहिराईमा गएर हेर्ने हो भने रिभेन्ज ट्रेडिङ भनेको एउटा मनोवैज्ञानिक पासो हो, अरू केही होइन। यसमा बजारको कुनै गल्ती हुँदैन, यो त ट्रेडरको आफ्नै दिमागले रचेको जाल हो। यो पासोको पहिलो खम्बा हो डर। कस्तो डर? घाटा भयो भनेर स्वीकार गर्न नसक्ने डर। स्क्रिनमा त्यो रातो नम्बर देख्दा हुने छटपटी, त्यसलाई सत्य हो भनेर मान्न नसक्दा नै गलत निर्णयको सिलसिला सुरु हुन्छ। दोस्रो खम्बा हो अहङ्कार, अर्थात् इगो। म कसरी गलत हुन सक्छु, बजारै गलत छ भन्ने सोच। तर एउटा कुरा के हो भने बजारको कुनै अहङ्कार हुँदैन, अहङ्कार त ट्रेडरको हुन्छ, र यही अहङ्कारले उसलाई डुबाएरै छोड्छ। अनि तेस्रो र अन्तिम खम्बा, लोभ। घुमेको पैसा तुरन्तै, मतलब यही सेकेन्डमा फिर्ता ल्याउने त्यो तीव्र इच्छा। यो इच्छा यति शक्तिशाली हुन्छ नि, यसले वर्षौंको अनुशासन र धैर्यलाई एकै झट्कामा उडाइदिन्छ। अब सोच्नुहोस् त, जब डर, अहङ्कार र लोभ यो तीनवटाको खतरनाक ककटेल बन्छ, परिणाम के होला? सधैँ एउटै हुन्छ, एउटा विनाशकारी ट्रेड। यो ट्रेडिङको दुनियाँको सबैभन्दा घातक फर्मुला हो। ल, त्यसो भए यो खतरनाक पासोबाट बच्ने कसरी त? यहाँ चारवटा एकदमै सरल तर शक्तिशाली नियमहरू छन्। पहिलो, यो कुरा मनमा घुसाउनुहोस्, घाटा ट्रेडिङको एक हिस्सा हो, यसलाई स्वीकार नै पर्छ। दोस्रो, हरेक दिनको लागि एउटा म्याक्सिमम लस लिमिट सेट गर्नुहोस्, त्यो लिमिट छुने बित्तिकै स्क्रिन बन्द। तेस्रो, कुनै ठूलो घाटा भयो भने जबरजस्ती ब्रेक लिनुहोस्, बजारबाट एकछिन टाढा बस्नुहोस्। र चौथो, एउटा जर्नल राख्नुहोस्, तर त्यसमा ट्रेड मात्रै होइन, आफ्नो इमोसन, आफ्नो भावनाहरू पनि इमान्दारी साथ लेख्नुहोस्। एउटा कुरा कहिल्यै नबिर्सनुहोस्, ट्रेडिङको सुनौलो नियम, कमब्याक तब मात्र सम्भव छ जब क्यापिटल बाँकी रहन्छ। बजार त भोलि पनि खुल्छ, तर खाता नै खाली भयो भने त्यो अवसरको के काम? यो भनाइ सधैँ याद राख्नुहोला, एउटा लुजिङ ट्रेडले अकाउन्ट सिध्याउँदैन, तर एउटा रिभेन्ज ट्रेडले सिध्याउँछ। अन्तमा हरेक ट्रेडरले आफैलाई सोध्नुपर्ने एउटा गम्भीर प्रश्न, लक्ष्य के हो? हरेक ट्रेड जित्ने कि अर्को दिन ट्रेड गर्नको लागि बजारमा जीवित रहने? हो, यही प्रश्नको जवाफले ट्रेडिङ यात्राको भविष्य निर्धारण गर्छ। यस्तै अरू जानकारीमूलक सामग्रीहरूका लागि बजार ज्ञानलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आजको लागि यति नै, धन्यवाद।